हर्क साङपाङज्यूले अभियान अन्तर्गत यो किर्तिपुर टियुको यो जङ्गल होइन सफा गर्ने अनि यहाँ गार्डन बनाउने भन्नुभएको छ है। अनि त्यस्तै गरेर अब क्रिकेटमा स्टेडियम पनि राम्रो भएको छ अहिले है। प्यारापिट बनाएको छ, म्याचहरू राखेको छ। अब ठुलो हिलोमा बस्न परेन होइन, फ्लड राइड राखेको छ। अब नाइट गेम पनि हुन्छ, रात्रिकालीन खेल पनि हुन्छ है। क्रिकेटको अवस्था पनि बदलिएको छ अनि जङ्गलको अवस्था पनि अब हर्क साङपाङ टिमले सरसफाइ गरेर गइरहेछ। अवस्था राम्रो हुँदैछ। तर यो सबैमा यो जग्गा दिने यहाँको किर्तिपुरवासीहरूको अवस्था चाहिँ के छ त? राज्यले विचार गर्न पर्छ कि पर्दैन? राज्यले विचार गर्न पर्ला नि त। यहाँको जनताको अवस्था चाहिँ के छ त? यत्रो जग्गा दिएको जनताको अवस्था चाहिँ के छ त? त्यो अवस्थाको राज्यले विचार गर्न पर्ला। हर्क साङपाङ जस्ता अभियन्ता राम्रा व्यक्तिले पनि आवाज उठाउनु पर्ला नि त। अब उठाउने कि नउठाउने त? त्यो आवाज हर्क साङपाङज्यूले पनि उठाउनु पर्छ है। उहाँलाई थाहा नभएको पनि हुनसक्छ। झन्डै 6000 रोपनी जग्गा त्रिभुवन विश्वविद्यालयको लागि भनेर लिइएको थियो। त्यसमा अलमोस्ट सबै किर्तिपुरवासी थियो। अब त्यो किर्तिपुरवासीहरूको अहिलेको अवस्था के छ त? राज्यले होइन विचार गर्नुपर्छ। क्रिकेटको अवस्था सुध्रियो, तर त्यो क्रिकेट ग्राउन्डको लागि जसको जग्गा प्रयोग गरिरहेछ उनीहरूको अवस्था के छ? राज्यले विचार गर्नुपर्छ, जनताले विचार गर्नुपर्छ, मेयरज्यूहरूले विचार गर्नुपर्छ, नेताज्यूहरूले विचार गर्नुपर्छ भनेर मैले यो भिडियो बनाएँ। मन पर्यो भने सेयर गर्नु होला। मन नपरे गाली गरे पनि हुन्छ, तर गाली सभ्य हुनुपर्छ। असभ्य गाली गर्यो भने राजारामले ठिक पार्ला है। विचार गर्नुहोस्। यति भने है त।